गाइसहरु हिमाली भेगमा पाइने यार्स गुम्बा चाहिँ यही हो, यिनै हुन्। तपाईहरु हेर्दै हुनुहुन्छ है, यिनी नै हो। यहाँ भनेको रहेको छ यहाँ किरा 446 446 रहेको छ यहाँ। यो 1 नम्बरको माल हैन। अर्को रहेको छ यता 2 नम्बरको माल चाहिँ यो रहेको छ है। 2 नम्बरको छनौट भइसकेको छ यो चाहिँ 1 नम्बरको हेर्दै जानुहुन्छ। यो 2 नम्बरको रहेको छ। अर्को रहेको छ फेरि झन् 3 नम्बरको त यहाँ छ, कता हो यो भित्र देखेको पनि छैन। तपाईहरुले हेर्नुहुन्छ नि म देखाइदिन्छु। 3 नम्बरको माल, 3 नम्बरको पनि 3 नम्बरको मालहरु चाहिँ यो हो है, यस्तो हुन्छ। 3 नम्बरको माल अलिक हेर्नुहुन्छ भने म देखाइदिन्छु। 3 नम्बरको मालहरु यहाँ छ। 3 नम्बरमा चाहिँ यो हो हैन, छनौटमा भएको यो अब यसो छनौटमा भनेपछि त राम्रै छ। फेरि कुनै त राम्रै पनि छ फेरि रातो रातो हैन। यसमा चाहिँ सुनौली पनि मिसिएको छ हैन। यो चाहिँ प्योर हो अनि यो चाहिँ अलिकति बढी नै कालो भएको छ, डेट अफ भएको हुनु आँटेको छ कि, त्यही भएर यसको दामै 100 पर्छ भने यसलाई 50 रुपीस मात्रै, 50 रुपैयाँ मात्रै रहेको छ। यो चाहिँ 100 रुपैयाँ गोटाले चाहिँ पटापट चलेको भाउ चाहिँ 100 मात्रै भनेको छ। भाउ त हुनु त कति छ थाहा भएन। जम्मा यहाँ चाहिँ मेरो किरा रहेको छ। यो चाहिँ गनिएन हैन। यो र यो चाहिँ तपाईको 646 वटा ईर्षा गुम्बा छ। 646 वटा जम्मा जम्मी। पैसा भनेको चाहिँ तपाईको कति रह्यो त, यता रह्यो 400 को 40,000 100 को दरले, 100 रुपैयाँको दरले 40,000 44,600 रुपैयाँको माल यहाँ छ तपाईको। अब राम्रै हो भने त 20,000 को माल हो। 100 को दरले 200 वटा छ यहाँ। यसलाई 50 मात्रै गरेर तपाईको 10,000 रुपैयाँ मात्रै। यता 10 गरी कति 60,600 रुपैयाँको माल रहेछ है मेरो 12 दिनमा। 12 दिनमा चाहिँ यति भएछ। दिनको कति बस्यो तपाईहरु हिसाब गरिदिनु होला है। अरु कुरा त म त याद भएन कति कति हो।